Baham dia. Om kami di sini apa? Ini pernah itu mana dia kan juga. Boleh babu. Jangan soal tu. भित्रबाट चाहिँ शिवलिङ्ग हुन्छ नि त्यहाँदेखि गएर पुरा हेलो कस्तो भयो सोल्टिनी दर्शन एकदम राम्रो पशुपतिको दर्शन हाम्रो दिदी नै यहाँ हुनुहुन्छ है हाम्रो सिस फुपू हुनुहुन्छ हामी आज बिहानै पशुपतिको दर्शन गरेर नै मन्दिर आएको पहिल्यै सबैको जय होस् पशुपतिनाथले सबैको रक्षा गरून् सबैजना आउन नपाए नि यहाँबाटै दर्शन गर्नुहोला साथीहरू पशुपतिनाथले बिहान बिहान पशुपतिको दर्शन जय जम्बू भोलेनाथ की जय होस् तर आज राम्रोसँग गर्नु पायो है हामीले मान्छे थिएन त्यही भएर हामीले सोचेको आँटेको पुरा होस् हाम्रो सोल्टिनीको नि हाम्रो फुपूको नि सबैको पुरा होस् पशुपतिमा नि यस्तो दामी भएको छ कि दामी दामी भएको छ यस्तो दामी अहिले भएको छ अब फुलहरू कति राम्रो भएको रहेछ है पशुपतिमा यहाँ हाम्रो सोल्टिनी फोटो खिच्नु रेडी भयो अलिकति भिडियो बनाउँदैछ भाइ पशुपतिनाथ हाम्रो सोल्टिनीलाई फुपूको आएको पुगिसक्यो हामी चाहिँ भिडियो पनि बनायो है फुपू त कहाँ जानुभयो यो कल्ला दामी हुन्छ नि त एक दिन जाउँला नि फुपूलाई नि पहिराएर ल्याउनु पर्छ है एक दिन हाम्रो फुपू इज्जत गर्नुपर्छ मान सम्मान ल पशुपतिनाथ हामी दर्शन गरेर निस्किसक्यो अब परिवार जय शम्भु पशुपतिनाथ रक्षा सबैको यहाँको आन्टीको मात्रै कहिले फुलले आज सारा पेको छ बिहान बिहान हो भन्छ कस्तो यहाँ फुल किनेको त्यो यहाँको आन्टीले सारा पेर कस्तो खालको लक्षण आयो नि त्यस्तै लाग्यो मलाई चाहिँ अनि जहाँ किने न आफ्नो इच्छा हो नि होइन सोल्टिनी फुपू जहाँ किने नि आफ्नो इच्छा हो नि उसले पैसा तिरे जस्तो किन चाहिँ अनि बर गरे माथि किन्नु भन्दै थियो के फुल अनि मैले चाहिँ तल किनेको अनि कति सराप्दो रहेछ क्या तर मैले एउटा चोखो मन शान्ति भएको मान्छे लिएर आएको साह्रै छ भइसक्यो पशुपतिको दर्शन गऱ्यो भने सोल्टिनी म सबैजना दामी पऱ्यो दामी ल सोल्टिनी चाहिँ यहाँ बसिराख्नु अहिले हामी खाना पकाएर ल्याउँछौँ है सोल्टिनी
सोल्टिनी अब चाहिँ हामी गेटबाट अब चाहिँ हामी रुम पुग्नलाई रुम हिँडिसक्यो हाम्रो रुम छ अझ 15 चाहिँ हामी यो बाटो गएको कस्तो राम्रो गाई छ हाम्रो छेउछाउ फोटो चाहिँ यहाँ बाटो चाहिँ माथि गयो भने कैलाश डाँडा तर अहिले कैलाश डाँडा बन्द छ अनि यहाँ गोरुघाटमा आइपुग्यो हामी लस्टी खाने अब चिया खाएर चाहिँ हामी चिया खानु ब्ल्याक टी खानुपर्छ नि बिहान बिहान पेट सफा हुन्छ सोल्टिनु होइन बुझ्यो यसलाई बेच्यो चियाको समस्या मात्रै पाउँछ तर मिठो पाउँछ यहाँ चाहिँ चिया खाएर अब जानुपर्छ सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला बाई बाई Thank you.